हेलो हेलो नमस्ते सेवा अनि जयले साथीहरू स्वागत छ तपाईलाई मेरो न्यू मिनी ब्लगमा आफ्टर लङ टाइम चाहिँ मैले मिनी ब्लग लिएर आएको छु। आज चाहिँ हामी लेटाङको यात्रा म बिहे गरेदेखि जेठामामाको घर गएको थिइनँ अनि हामी फर्स्ट टाइम चाहिँ जेठामामाको घरमा चाहिँ जाँदै थिएँ। अरू चाहिँ गइसक्नु भएको थियो। मैले बाटोमा भिडियोहरू गर्नु पाइनँ, त्यही भएर यहाँदेखि स्टार्ट गरेको छु। मामा घर आइपुग्यौँ है। कान्छी माइजू यहाँ माइली माइजू सबै मोबाइल देख्दा तर्सिने रोग लागेको छ। छुट्याउनु पर्ने छ दाजु, एकै ठाउँमा ल्याएको के। हामी मामाको घर आइपुग्यौँ। सन्तानहरू यहाँ आज भेला भएको छ। एउटा हिरोइन कति कराएको कोही साँच्चै कस्तो काँचै देखेको। आइचहरू यहाँ हामीलाई चाहिँ मामाले कोला राखिदिनु भएको रहेछ अनि यहाँ कोलामा झगडा हुँदैछ। यहीँदेखि बाँडेर लाने भन्दै हुनुहुन्छ सबैजना। कोसेलीको बाँडफाँड हुँदैछ। कोसेलीको बाँडफाँड होइन माइजू? भान्जी आउनु न, खै मिना भान्जी। मिना भान्जी तपाईँहरू चाहिँ भान्जी यहाँ उभिनु न। खाना खाएर कोही पनि खुसी छैन क्या, सबै दुःख। चार बजी त होइन चाहिँ गफसप गरेर घरतिर फर्किँदैछु। अब होइ अब आकी पर्छ। चमुङ फेरि हामी चाहिँ अब बिदाबारी गर्दैछौँ यहाँ। बिदा लिएर हिँड्नु। बहिनीको दोकान चोकमा थियो, हामी त्यहाँ दोकान पनि हेरेर फर्क्यौँ। हामी त्यहाँ बिदाबारी मागेर आउने क्रममा केराबारीमा चाहिँ देउसी भैलोको कार्यक्रम पनि थियो अनि मङ्गलबार भएको कारणले गर्दाखेरि एकदम गाडीहरूको अलिअलि भिडभाड थियो, किनभने मङ्गलबार चाहिँ केराबारीमा मेला लाग्छ नि त। अनि हामी चाहिँ फर्क्यौँ। हामी फर्किँदा 7 बजिसकेको थियो होइन। मैले धेरै भिडियोहरू बनाउन पाइनँ। यसरी हामी बाटोमा हामीले रेसलहरू पनि देख्यौँ अनि हामी चाहिँ बाटोमा नाचगान हेर्दै सबैजना फर्क्यौँ। थ्याङ्क यू फर वाचिङ। लाइक सेयर सब्सक्राइब गरिदिनु होला। मैले कति कुराहरू चाहिँ यहाँ भिडियो गर्न पाइनँ, त्यसको लागि म क्षमा प्रार्थी छु। तपाईँले मलाई सपोर्ट गरिदिनु होला। बाई बाई। नेक्स्ट भिडियोमा भेट्नेछौँ।